नेक्स्ट युनिट हाम्रो एन्ड्रोइड युजर इन्टरफेस छ। युजर इन्टरफेस भनेर चाहिँ के हो? देख्ने मात्रै। युजर इन्टरफेस भनेको चाहिँ अब हाम्रो स्क्रिनहरू हुनसक्यो होइन, युजरले जे कुरा देख्छ त्यो युजर इन्टरफेस हो, प्लस अब जहाँबाट इन्टरेक्सन गर्छ त्यो सबै युजर इन्टरफेस हो। ठिक छ, युजर इन्टरफेस त बुझिहाल्यो है। अब अगाडि जाउँ। अब हाम्रो कुनै पनि इन्टरफेसहरू बनाउँदाखेरि हामीलाई डिफ्रेन्ट कुराहरूले चाहिँ हामीलाई के गर्छ भन्दाखेरि चाहिँ त्यो ध्यानमा दिनुपर्ने कुराहरू हुन्छ क्या। जस्तो स्क्रिन साइजहरू हुन्छ, स्क्रिन डेन्सिटिजहरू हुन्छ, के कुराहरूले चाहिँ अब हाम्रो लेआउट्सहरू बनाउँदाखेरि अब हाम्रो डिफ्रेन्ट डिभाइसेसमा कस्तो कुराहरू के कुराहरू त इफेक्ट गर्छ त्यो कुराहरू त सबै आज हामी यो कुराहरू पढिरहेछौँ है। अब फर्स्टमा छ स्क्रिन साइज है। स्क्रिन साइज भनेको के हो? स्क्रिन साइज भनेको चाहिँ अब हाम्रो स्क्रिनको चाहिँ डायगनली नाप्दाखेरि जति इन्चेस आउँछ त्यो नै हाम्रो स्क्रिन साइज हो है। अब एन्ड्रोइडमा चाहिँ नर्मल्ली हाम्रो 4वटा क्याटेगोरीमा चाहिँ हाम्रो स्क्रिन साइज जेनरलाइज गरेको हुन्छ, स्मल, मिडियम, लार्ज र एक्स्ट्रा लार्ज है। अब यो कुराहरू अब हाम्रो रिसोर्सेसहरू बनाउने लेआउट्सहरूको लागि पनि युज हुन सक्यो होइन। अनि अर्को भनेको चाहिँ अब हाम्रो ड्रएबल्सहरू भन्न खोजेको हाम्रो इमेजेसहरू हुन्छ नि होइन, तिनीहरूलाई चाहिँ डिफ्रेन्ट स्क्रिन साइजमा चाहिँ म्याच गर्नको लागि हामीले अब डिफ्रेन्ट साइजेसहरूको इमेजेसहरू हाल्नुपर्छ। लेट्स से हाम्रो लन्चरहरूको लागि हेरेको छ बनाउँछ नि इमेजेसहरू होइन, 2 तरिकाको 3 तरिकाको 512x512 या त सर्टेन साइजेस रिजोल्युसनहरूको चाहिँ हामीले अपलोड गर्नुपर्ने हुन्छ। सो हामीलाई चाहिँ डिफ्रेन्ट स्क्रिन साइजमा चाहिँ अब हामीले डिफ्रेन्ट लेआउट्सहरू पनि बनाउनु मिल्यो है। यहाँसम्म ठिक छ। अर्को टर्म आउँछ हाम्रो डेन्सिटी पिक्सेल। अब डेन्सिटी पिक्सेल भनेको के हो भन्दाखेरि चाहिँ अब हाम्रो स्क्रिन साइजेसहरूमा चाहिँ लेट्स से मैले 10 DP दिएको छु भने अब हरेक स्क्रिन साइजमा लेट्स से ट्याब्लेटमा पनि 10 DP नै हुनु पर्यो, त्यही अनुसार म्याच हुनु पर्यो, र स्मल फोन्सहरूमा पनि त्यही अनुसार म्याच हुनु पर्यो। डिपीले चाहिँ हामीलाई त्यो एक्सेसिबिलिटी दिन्छ है। अब यसले चाहिँ के गर्ने भन्दाखेरि हाम्रो एक्रस दि मल्टिपल स्क्रिन साइजेस होइन, त्यसमा चाहिँ अब हाम्रो युआई चाहिँ कन्सिस्टेन्टली एउटै तरिकाको देखिनु पर्यो। यो कुराहरू चाहिँ इन्स्योर गर्छ केले? डेन्सिटी पिक्सेलले। ठिक छ। अर्को भनेको स्क्रिन डेन्सिटी। स्क्रिन डेन्सिटी भनेको चाहिँ एउटा सर्टेन एरियामा चाहिँ अब हाम्रो कति पिक्सेलहरू छ त त्यो कुराहरू चाहिँ स्क्रिन डेन्सिटी भयो। अब जति धेरै स्क्रिन डेन्सिटी भयो त्यति नै अब हाम्रो इमेजेसहरू या त हाम्रो जे कुराहरू देखिन्छ त्यो चाहिँ अलिकति राम्रो देखिने भयो, क्वालिटीको देखिने भयो। यसमा ठिक छ है। अब हाम्रो एन्ड्रोइडले चाहिँ डिफ्रेन्ट डेन्सिटिजहरू सपोर्ट गर्छ। अब लोमा चाहिँ हाम्रो 120 DPI छ, मिडियममा 160 DPI छ। DPI डेन्सिटी पिक्सेल भन्छ, यो कुराहरू त्यही नै हो है। अब यहाँनिर त डिफ्रेन्ट स्क्रिन साइजेसको लागि डिफ्रेन्ट हाम्रो DPI रेन्जहरू छ। अब डेन्सिटी इन्डिपेन्डेन्स है। डेन्सिटी इन्डिपेन्डेन्स भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ अब हाम्रो एप चाहिँ डिफ्रेन्ट स्क्रिन साइजेसमा डिफ्रेन्ट के भन्छ स्क्रिन डेन्सिटी भएको उसमा चाहिँ एकै तरिकाको एकनासको देखियोस् भनेर चाहिँ अब त्यसलाई चाहिँ के भयो? डेन्सिटी इन्डिपेन्डेन्स। यो चाहिँ हामीलाई डिपीले चाहिँ DPSPहरू युज गर्छ जुन हामीले, त्यो कुराहरूले चाहिँ हामीलाई यो कुराहरू के गर्छ? दिन्छ होइन त, हामीलाई त्यो पावर दिन्छ। अब किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ अब हाम्रो चाहिँ स्क्रिन डेन्सिटी इन्डिपेन्डेन्स भएन भने चाहिँ अब डिफ्रेन्ट एउटा डिभाइसमा हामीले बनाएको या त एउटा लेआउट बनायौँ भने चाहिँ डिफ्रेन्ट स्क्रिन साइजेसहरूमा चाहिँ के हुने भयो? कन्सिस्टेन्ट नदेखिन सक्छ होइन त। हो, रेस्पोन्सिभ नै हो। ठिक छ। यहाँसम्म रेस्पोन्सिभ गराउनुपर्छ युआईहरू बनाउने बेलामा भन्ने कुराहरू हो। अघि हामीले डिपी पऱ्यो, अब एसपी है। एसपी भनेको स्केल इन्डिपेन्डेन्ट पिक्सेल। लेट्स से यो एसपी भनेको चाहिँ नर्मल्ली हाम्रो चाहिँ टेक्स्टहरूको लागि युज हुन्छ है। अब कस्तो हुन्छ भन्दाखेरि हामीले सेटिङ्समा गएर यदि अब आँखा नदेख्ने मान्छेहरू या त कम देख्ने मान्छेहरूले, हाम्रो मम्मी बाबाहरूले नै भनौँ न होइन, के गर्नुहुन्छ भन्दाखेरि गएर हामीले चाहिँ अब अलिक फन्ट साइजहरू ठुलो बनाइदिन्छ नि त होइन सेटिङ्समा गएर। हो, त्यो कुराहरू चाहिँ अब हाम्रो एपमा चाहिँ रेप्लिकेट हुने भयो। एसपीले चाहिँ हामीलाई त्यो पावर दिने भयो है। त्यही भएर हामीले टेक्स्टहरूमा चाहिँ सधैँ एसपी नै युज गर्ने। यसको मतलब यो होइन कि डिपी युज गरेर हाम्रो स्क्रिनमा टेक्स्ट नदेखिने नै भन्ने हुँदैन है। तर अब सेटिङ्समा यदि हामीले कुनै पनि चेन्जेस गर्यो हाम्रो फन्ट्सहरूको त्यो भयो भने चाहिँ के भयो? त्यही अनुसार रेप्लिकेट हुने भएन होइन त, त्यही अनुसार ठुलो नहुने भयो या त सानो नहुने भयो। त्यही भएर चाहिँ हामीले के गर्नु पर्यो? टेक्स्टहरूमा एसपीलाई नै युज गर्नु पर्यो है।
यहाँसम्म केही छ छैन? सिम्पल टर्म्स चाहिँ सुनिरहेको टर्म्सहरू हो होइन। अलिकति अब हामीले चाहिँ इक्जाममा सोध्यो भने कसरी लेख्ने भन्ने कुराहरू मात्रै हो। डिपी र एसपीको कुराहरू छ। स्क्रिन डेन्सिटी अब हाम्रो स्क्रिन डेन्सिटी अनुसार दुइटै कुराहरू चाहिँ के हुने भयो, स्केल अप हुने भयो या त स्केल डाउन हुने भयो। अर्को भनेको चाहिँ हाम्रो फन्ट सेटिङ अनुसार चाहिँ हाम्रो डिपीले चाहिँ काम गर्दैन, अघि मैले भनिसकेको थिएँ होइन। अनि एसपीले चाहिँ बल्ल काम गर्ने भयो। अब हाम्रो के को लागि युज हुने भयो, हाम्रो लेआउट साइजेस र प्याडिङ भन्नु खोजेको चाहिँ अब जुनसुकै कुराहरू टेक्स्ट बाहेक अब हामीले कुनै पनि स्पेसिङहरू दिनुपर्ने छ, साइजेसहरू दिनुपर्ने छ भने हामीले के युज गरिनु भयो, डिपी युज गरिनु भयो। एसपीलाई चाहिँ टेक्स्टहरू हुने भयो है। सो यहाँसम्म ठिक छ। अर्को छ रिजोल्युसन। रिजोल्युसन भनेको के हो भन्दाखेरि हाम्रो स्क्रिनमा चाहिँ टोटल नम्बर अफ पिक्सेलहरू कति छ त, त्यो कुराहरू चाहिँ हाम्रो रिजोल्युसन भयो। अथवा विड्थ बाई हाइट हुने भयो। 4K हुनसक्यो होइन, एचडी अब 1080 एचडी हुनसक्यो, 720p भनेर यिनी सबै के हुने भयो, के हो यिनीहरू रिजोल्युसन भयो है। केही छ यसमा? जस्ट एउटा सरसर्ती बुझ्दाखेरि चाहिँ पिक्सेल भनेको चाहिँ एउटा डट हामीले जुन स्क्रिनमा देखिन्छ त्यो पिक्सेल भयो। रिजोल्युसन भनेको चाहिँ एउटा स्क्रिनभरि कतिवटा पिक्सेलहरू छ त्यो सबै के भयो, रिजोल्युसन भयो। अर्को भनेको के भयो, अब हाई रिजोल्युसन भनेको के भयो भन्दाखेरि अब हामीसँग चाहिँ मोर पिक्सेल हुने भयो भन्नु खोजेको चाहिँ अब हाम्रो चाहिँ डिटेल्डमा चाहिँ हामीले इमेजेसहरू देख्न पाइयो या त हाम्रो भ्युजहरू जे बनाएको छ हाई रिजोल्युसन भयो भने राम्रोसँग देखिने भयो, लो रिजोल्युसन भयो भने चाहिँ के भयो, नदेखिने भयो है। इमेजेसको साइज अनुसार हामीले अपलोड गर्ने बेला ख्याल गरेर छ नि होइन, भिडियोकै साइजहरू पनि। यहाँसम्म केही छ? अब इम्पोर्टेन्स अफ स्क्रिन एन्ड ओरिएन्टेसन एडाप्टेसन है भनेको अब हाम्रो स्क्रिन र ओरिएन्टेसन भने के हो? ओरिएन्टेसन भनेको चाहिँ अब हामीले चाहिँ डिभाइसलाई चाहिँ कुन तरिकाले समातिरहेको छौँ त होइन, अपसाइड डाउन छ कि या त होरिजेन्टल छ, त्यो भनेको के भयो, ओरिएन्टेसन भयो। अब यो चाहिँ किन इम्पोर्टेन्ट छ भन्दा चाहिँ फ्रेगमेन्टेसन है भनेको के भन्दाखेरि चाहिँ अब हाम्रो डिभाइसेसहरू वर्ल्डभरिमा डिफ्रेन्ट स्क्रिन डेन्सिटिजको के हुने भयो, मोबाइलहरू छ नि त होइन। हो ती सबै कुराहरूलाई चाहिँ अब कोप गर्नको लागि चाहिँ अब हामीलाई चाहिँ डिफ्रेन्ट कुराहरू, हामीलाई डिफ्रेन्ट साइजेसहरू दिएको हुन्छ, फाइल्सहरू हामीले त्यो जेनेरेट गरेर चाहिँ डिफ्रेन्ट डिभाइसेसलाई चाहिँ के गर्न मिल्यो, सपोर्ट गर्ने भयो। एमडिपिआई, एचडिपिआई, एक्सएचडिपिआई भनेर चाहिँ यिनीहरू चाहिँ साइजेसहरू डिफाइन गर्छ हाम्रो एन्ड्रोइडमा है। अर्को भनेको चाहिँ अब हाम्रो युजरहरूले रोटेट गर्दाखेरि भ्युजहरू अब किनभने हामीले यसरी चलाउँदाखेरि विड्थ कम हुन्छ नि त होइन कुनै पनि स्क्रिनको। यदि अब हामीले ओरिएन्टेसन ल्यान्डस्केप गऱ्यो भने के हुन्छ भन्दाखेरि विड्थ ठुलो हुने भयो, हाइट सानो हुने भयो। त्यही अनुसार कोप गर्नको लागि के हुने भयो, अब युजर बिहेभियर म्याच गर्नको लागि चाहिँ हामीलाई ओरिएन्टेसन ह्यान्डल गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ यदि अब हामीले चाहिँ युआइजहरूलाई राम्रोसँग अप्टिमाइज गरेको छैन भने चाहिँ के हुने भयो, हाम्रो प्ले स्टोरमा युजरहरूले चाहिँ नर्मल्ली हाम्रो युजरहरूले चाहिँ इन्स्टल गर्ने भएन, चलाउँदा मजा आएन भने के हुन्छ, हामीले चलाइन्छ त चलाइँदैन नि त, कता कता खोज्न जाने जस्तो हुन्छ नि त युजरलाई होइन। त्यही नै हो। त यहाँसम्म केही छ छैन है। ओरिएन्टेसन, अब ओरिएन्टेसन भन्ने कुरा चाहिँ मैले अघि डिस्कस भइहाल्यो होइन। भन्नाले अब हामीले कुन डाइरेक्सनमा चाहिँ हाम्रो डिभाइसलाई चाहिँ समातिरहेको छौँ त्यो भनेको ओरिएन्टेसन भयो। अब पोर्ट्रेट र ल्यान्डस्केप, अब पोर्ट्रेट भनेको चाहिँ भर्टिकल तरिकाले यदि हामीले समायो भने त्यो पोर्ट्रेट भयो, ल्यान्डस्केप भनेको चाहिँ के भयो, होरिजेन्टल तरिकाले हामीले अब त्यसलाई तेर्सायौँ भने के भयो, ल्यान्डस्केप भयो है। अब ओरिएन्टेसन चाहिँ किन ह्यान्डल गर्नुपर्छ हामीले, हाम्रो स्क्रिनको कुन सेप छ, कुन साइज छ, त्यही अनुसार ह्यान्डल गर्नको लागि पनि युज हुने भयो। अनि प्लस चाहिँ के भयो भन्दाखेरि चाहिँ हाम्रो लेआउट चाहिँ लेट्स चाहिँ गेम खेल्दाखेरि चाहिँ अब हामीले होरिजेन्टली खेल्ने गेम जस्तो पब्जी हामीले होरिजेन्टली खेल्न मिल्छ त, होइन मिल्ला तर खेल्न मजा आउँदैन नि त होइन। भनिसकेपछि यस्तो यस्तो कुराहरूलाई चाहिँ ह्यान्डल गर्नको लागि हामीले ओरिएन्टेसन चाहिँ ह्यान्डल गर्नु पर्यो। ठिक छ, यहाँसम्म केही छ छैन है। अर्को भनेको चाहिँ ओरिएन्टेसन के कुरामा पनि ह्यान्डल गर्न मिल्ने भन्दाखेरि लेट्स चाहिँ अब ट्याबहरूमा चलाउँदाखेरि स्क्रिन साइज पनि ठुलो हुन्छ नि त होइन। हो अब स्क्रिन साइज ठुलो हुँदाखेरि त्यसलाई पनि त ह्यान्डल गर्नु पऱ्यो नि त, हो ओरिएन्टेसन त्यतिखेर पनि युज हुने भयो। ठिक छ। अब मल्टिपल स्क्रिन है, मल्टिपल स्क्रिन भनेको के हो भनेपछि हाम्रो डिभाइसेसहरू जुन डिभाइसेसहरू छ एक्जिस्टिङ अब हामीसँगै यही भएका पनि के हुने भयो, डिफ्रेन्ट स्क्रिन साइजेसको हुने भयो नि त। अब स्मल भनेको चाहिँ मोबाइलहरू आयो, अलिकति ठुलो भनेको चाहिँ अब हाम्रो के आउँछ, ट्याबहरू आउने भयो। अब अनि अब डिफ्रेन्ट डेन्सिटिजको कुराहरू छ
सो यसमा चाहिँ अब हामीले एप बनाउने बेलामा चाहिँ सबै स्क्रिनको लागि चाहिँ सोचेर बनाइन्छ तर हामीले फर्स्टमा डेभलप गर्दाखेरि चाहिँ हामीले मोबाइलको लागि नै चलिरहेको प्र्याक्टिसमा चाहिँ हामीले स्मल स्क्रिनलाई नै फोकस गर्छौँ है। अनि अब वेबहरू बनाउँदा चाहिँ नर्मली केमा काम गरिन्छ हाम्रो? वेब फर्स्ट हुन्छ कि मोबाइल फर्स्ट हुन्छ? रेस्पोन्सिभ वेब फर्स्ट गरिन्छ होइन, त्यही हो। ठिक छ यहाँसम्म? अब हाम्रो रेस्पोन्सिभ बनाउनको लागि अथवा डिफ्रेन्ट स्क्रिन साइजेसलाई सपोर्ट गर्नको लागि के कुराहरू गर्ने भन्ने कुराहरू छ है। अर्को भनेको के छ यहाँ भन्दाखेरि फर्स्टमा चाहिँ डिपी र एसपी युनिट्सहरू युज गर्ने। किन भन्दाखेरि यिनीहरू डेन्सिटी इन्डिपेन्डेन्ट पिक्सलहरू हुन् भनेको डिफ्रेन्ट साइजेसहरूमा चाहिँ डिफ्रेन्ट स्क्रिन साइजेसहरूमा चाहिँ अब हामीले यदि कुनै पनि साइजहरू डिफाइन गऱ्यो भने चाहिँ त्यही अनुसार चाहिँ उनीहरूले के गर्ने भयो, आफूलाई स्केल गर्ने भयो होइन त। टेक्स्टको लागि त एसपी भइहाल्यो होइन। यसले त के गर्ने भन्दाखेरि हाम्रो डिफ्रेन्ट स्क्रिन साइजेस स्क्रिन डेन्सिटिज अनुसार चाहिँ त्यही अनुसार चाहिँ हाम्रो लेआउट देखियोस् भन्ने कुराहरू चाहिँ के गर्ने भयो, इन्स्योर गर्ने भयो। ठिक छ। अर्को भनेको चाहिँ अल्टरनेट रिसोर्सेस भन्छ। अब यो चाहिँ के भन्दाखेरि अघि मैले भनेको थिएँ जुन हामीले एक्सएक्स एचडिपिआई जुन कुराहरू छ नि होइन, हो ड्रबेलमा चाहिँ के हुन्छ भन्दाखेरि लेट्स चाहिँ मैले एउटा इमेज अपलोड गरेँ, अब त्यो इमेज चाहिँ अब मेरो मोबाइल मेरो स्क्रिन साइजमा अथवा स्क्रिन डेन्सिटिजमा चाहिँ राम्रो देखिरहेको छ, तर त्यही इमेज अब हाम्रो ट्याबमा चाहिँ के हुन सक्यो, ब्लरी हुन सक्यो होइन, त्यही अनुसार राम्रो नदेखिन सक्यो नि त होइन। हो त्यतिखेर चाहिँ के गर्ने भयो भन्दाखेरि अब हामीले एक्सएक्स एचडिपिआई एउटा फाइल जेनेरेट गरेर त्यो इमेजलाई त्यही रिजोल्युसन अनुसार चाहिँ हामीले अपलोड गऱ्यो भने के हुने भयो, अब ट्याबको लागि चाहिँ हाम्रो डिभाइसेस अनुसार चाहिँ हाम्रो एन्ड्रोइड सिस्टमले के गर्ने भयो, त्यो इमेजलाई चाहिँ त्यो साइजको इमेजलाई चाहिँ के गर्ने भयो, देखाउने भयो होइन त। ट्याब्लेट हो भने एक्सएक्स एचडिपिआई लिएर आउने भयो, यदि मोबाइल हो भने अब एक्सएचडिपिआई पनि लिएर आउन सक्ने भयो अथवा एमडिपिआई पनि लिएर आउन सक्ने भयो। ठिक छ। यो कुरा हाम्रो इमेजेसको लागि पनि हुने भयो अनि अर्को भनेको लेआउट्सको लागि पनि हुने भयो है। दुइटैको लागि चाहिँ यो कुराहरू हुन्छ। जस्तो यहाँनिर गरेको छ जस्तो एमडिपिआई, यो भनेको चाहिँ अब हाम्रो फोल्डर स्ट्रक्चरमै यो कुराहरू हुन्छ है। नर्मली अब हाम्रो एन्ड्रोइड स्टुडियोमा चाहिँ हामीले एन्ड्रोइड गरेर गऱ्यो भने नर्मली देखिँदैन, तर अब हामीले हाम्रो फोल्डर स्ट्रक्चर मजाले हेऱ्यो भने चाहिँ यो सबै फोल्डर्सहरू चाहिँ हाम्रो एक्जिस्टिङ हुन्छ। अर्को भनेको त्यसै गरी अब हाम्रो लेआउटको लागि पनि सबै कुराहरू चाहिँ हामीले यहाँनिर डिफाइन गर्न मिल्ने भयो यसरी होइन। यसरी चाहिँ हामीले सबै कुराहरू डिफाइन गर्न मिल्ने भयो। लेआउट्सहरू चाहिँ हामीलाई एन्ड्रोइडले प्रोभाइड गर्छ होइन। यो भइसकेपछि अब रेस्पोन्सिभ लेआउट्सहरू जस्तो कन्स्टेन्ट लेआउट छ। कन्स्टेन्ट लेआउटले चाहिँ के गर्ने भयो भन्दाखेरि अब हाम्रो भ्यू चाहिँ कसरी पोजिसन गर्ने रुलहरू डिफाइन गर्छ है। लेट्स चाहिँ अब भ्यू टु भ्यू पनि हुन सक्यो, भ्यू टु प्यारेन्ट पनि हुन सक्यो होइन। जस्तो एउटा स्क्रिनमा लेट्स चाहिँ अब भनौँ न यो एउटा भ्यू छ होइन त, एउटा स्क्रिन छ। अब यसलाई चाहिँ मैले यो भ्यूमा चाहिँ कसरी राख्न मिल्छ त, त्यो कुराहरू पनि हामीलाई एक्सेस दिने भयो। प्लस जस्तो यो डिफ्रेन्ट भ्युज भयो नि त होइन, अब यी दुईवटा मध्ये पनि अब हामीले कसरी राख्ने त यिनीहरूलाई मिलाएर यो पनि हामीलाई कन्स्टेन्ट लेआउटले त्यो पावर दिने भयो है। अब हाम्रो लिनियर लेआउट विथ लेआउट वेट अस्ति हामीले गरेको थियो, को क्लासमा आएको थियो। लेआउट वेटले चाहिँ के गर्छ भन्दाखेरि अब हाम्रो स्क्रिनलाई चाहिँ डिभाइड गर्ने काम गर्छ है। जस्तो वेटसम्म यदि लेट्स चाहिँ अब यो एउटा स्क्रिन भयो, यो स्क्रिनलाई चाहिँ अब हामीले दुईवटा पार्टमा लेट्स चाहिँ अब यो लिनियर लेआउट छ अरे है। अब यदि हामीलाई होरिजेन्टल दुईवटा पार्टमा डिभाइड गर्न पऱ्यो भने के हुने भयो, अब हामीले वेटसम्म दिन्छ। वेटसम्म भनेको के भन्दाखेरि चाहिँ अब हाम्रो कति पार्टमा डिभाइड गर्ने एउटा भ्यूलाई होइन, भ्यू ग्रुपलाई भनेर। अनि लेट्स चाहिँ मैले 2 दिएँ भने अब दुईवटा पार्टमा डिभाइड हुने भयो होइन। अब यदि यो पार्टलाई मैले अब आधी पार्ट दिन त पऱ्यो नि त, तर यसले यो भ्यूले लिनुपर्छ भनेर जुन हामीले डिफाइन गर्नुपर्छ त्यो चाहिँ अब हामीले के गर्नु पऱ्यो, चाइल्डमा लगेर लेआउट वेट डिफाइन गर्नु पऱ्यो। लेआउट वेट डिफाइन गरिसकेपछि यसले त 1 स्पेस ल्याइ यो स्क्रिन साइजको भनेर लिन्छ। ठिक छ। यहाँसम्म हामी प्र्याक्टिस गर्छौँ कोडमै, टेन्सन लिनु परेन यो कुराहरू। अर्को भनेको चाहिँ हार्ड कोडेड विड्थ एन्ड हाइट भनेको जस्तो अब हामी गएर नै हुन्छ नि अब हाम्रो स्क्रिनमा चाहिँ म्याच प्यारेन्टहरू ऱ्याप कन्टेन्टहरू यस्तो कुराहरू चाहिँ मस्टली युज गर्नु पऱ्यो भन्ने कुराहरू छ। सो यहाँसम्म केही छ रेस्पोन्सिभ लेआउट्समा? ठिक छ है। अब अर्को जाउँ ह्यान्डल ओरिएन्टेसन चेन्जेस। ओरिएन्टेसन भनेको थाहा भइहाल्यो होइन। किन ओरिएन्टेसन चेन्ज गर्नु पऱ्यो, फ्याट्ट चलाउँदा चाहिँ अब हाम्रो मोबाइल सुताइदिउँ रे भन्नाले सुत्ने बेलामा चलाउँदाखेरि कहिले घुमिरहेको हुन्छ नि फोन, यो सबैले फेस गरिरहेको कुरा हो होइन। हो त्यतिखेर चाहिँ के भन्दाखेरि अब लेआउट चाहिँ डिसर्ट हुनु भएन, बिग्रिनु भएन। हो त्यसको लागि चाहिँ हामीले के गर्नु पऱ्यो,
ओरिएन्टेसन चेन्ज कुरालाई चाहिँ ह्यान्डल गर्नु पर्यो। अब ओरिएन्टेसन हामीलाई यहाँनिर चाहिँ अनसेफ इन्स्टान्स स्टेट एन्ड्रोइडले हामीलाई प्रोभाइड गराएको हुन्छ। त्यहाँनिर चाहिँ अब हाम्रो ओरिएन्टेसन चेन्ज हुँदाखेरि के गर्ने भन्ने कुराहरू चाहिँ अब हाम्रो यहाँनिर गएर चाहिँ हामीले काम गर्न मिल्ने भयो है। सो यहाँसम्म केही छ? ल ठिक छ, आजलाई यहीसम्म गरौँ होइन।